यो जो अहिले यो पृथ्वीमा तपाईँ हामी जुन पुस्ता बाँचिरहेका छौँ, तपाईँ हामीले देख्दा देख्दै बाइबलको बहुत अगमबाडीहरू चाँडो चाँडो गरी अति छिटो छिटो गरी पुरा भइरहेको घटनाहरूभित्र छौँ यो पुस्ता चाहिँ। तपाईँ हामीले केही समय अगाडि 2020तिर कोरोनाले सारा संसारलाई प्रभाव पारेको देख्यौँ। त्यो बित्दा नबित्दै लडाइँहरूमा प्रवेश गरे संसार, जसले सारा संसारलाई प्रभाव पारेको हामीले देख्यौँ र त्यसको प्रक्रिया चाहिँ अहिले पनि अगाडि बढिरहेको छ। प्राकृतिक कुराहरूमा हामीले त्यसको असर देख्छौँ, प्रकृतिमा पनि असर परिरहेको देख्छौँ यी दिनहरूमा। त्यति मात्र होइन कि यी दिनहरूमा तपाईँले याद गर्नुभयो भने नि 2014 भन्दा यतापट्टि चाहिँ हेर्नुभयो भने यो भूकम्पहरू, यति ठुलो ठुलो भूकम्पहरू सारा संसारभर नै, कहिले एसियातिर, कहिले अफ्रिकातिर, कहिले युरोपतिर, यी सबै कुराहरूले चाहिँ के देखाइरहेको छ भन्दाखेरि मण्डलीको लागि, चर्चको लागि चाहिँ एउटा जनौ घन्टी हो है। मण्डली चाहिँ अब जाग्ने बेला भयो, खडा हुने बेला भयो। हाम्रो दुल्हा आफ्नो मण्डली, आफ्नो दुलही चाहिँ लिनलाई आउने दिनहरूको नजिकभित्र हामी जाँदैछौँ। हामी त्यो दिनहरूभित्र प्रवेश गर्दैछौँ। हामीले बिब्लिकल टाइमलाइनलाई, बाइबलको एउटा टाइमलाइनलाई हेऱ्यौँ भने 6000 वर्ष पुरा भएको हामी देख्छौँ। यद्यपि साइन्सले संसार 6000 वर्ष पुरानो हो भने बताउँदैन। 4.5 बिलियन अगाडिदेखि पृथ्वीको अस्तित्व छ भन्ने कुरा उनीहरूले प्रमाणित गर्न खोज्छ। तर हामी बाइबलमा चाहिँ 6000 वर्षको टाइमलाइनलाई भेटाउँछौँ। अब यो भन्दै गर्दा कि पृथ्वी 6000 वर्ष पुरानो मात्रै हो, हामी त्यो भन्न सक्दैनौँ। किन भन्दाखेरि बाइबलले जुन दिन चाहिँ अदनको बगैँचामा मानिसहरू पापमा फसे त्योभन्दा अगाडिको टाइमलाइनलाई बाइबलले बताउँदैन। तर जुन दिन चाहिँ मानिस जाति, पहिलो मानिस पापमा फसे, त्यसदेखि यताको टाइमलाइन चाहिँ हेऱ्यौँ भने हामी 6000 वर्ष पूर्ण भएको समयमा छौँ। 6000 भनेको आदमदेखि अब्राहमसम्म 2000 वर्ष, अब्राहमदेखि प्रभु येशू ख्रीष्टसम्म 2000 वर्ष, र प्रभु येशू ख्रीष्टको स्वर्गारोहणदेखि आज तपाईँ हामी बाँचिरहेको समय चाहिँ 2000 गरेर चाहिँ 6000 वर्ष पूर्ण भएको छ। यो 6000 वर्षले चाहिँ सृष्टिको 6 दिनलाई पनि देखाउँछ। हामीले दोस्रो पत्रुस 3:8 पढ्यौँ भने यस पृथ्वीमा हामीले बिताएको 1000 वर्ष चाहिँ प्रभुको लागि चाहिँ कति हो? 1 दिन हो। त्यसो हो भने 6000 वर्ष प्रभुको लागि कति दिन भयो त? 6 दिन। अनि 7औं दिन चाहिँ के हो त? बाइबल अनुसार विश्राम दिन हो। त्यो साँचो विश्रामभित्र प्रवेश गर्ने दिनहरूभित्र मण्डली छौँ यति बेला। यस कारणले हामी मण्डलीहरू तयार हुने समयभित्र छौँ। के तपाईँहरू तयार हुँदै हुनुहुन्छ? प्रभु येशू ख्रीष्ट चाहिँ क्रिस्चियनले लिन आउनु हुँदैन, हामी क्लियर हुन जरुरी छ। उहाँ दुलहीलाई लिन आउनुहुन्छ अनि दुलही चाहिँ सिङ्गारेको हुनुपर्छ। दुलहीको पहिचान के हो? सिङ्गारेको हो। यदि ख्रीष्ट दुल्हाको रूपमा मण्डलीलाई लिन आउनुहुन्छ भने चाहिँ हामी सिङ्गारिन जरुरी छ, पवित्र र धार्मिकता। यो विवाहको कुरा गर्दै गर्दा नि दुल्हा दुलही भन्न साथ विवाहको कुरा आउँछ होइन। केही समय पहिलाको समयको विवाहहरू हेऱ्यो, अहिलेको समयमा चाहिँ हामी त्यो भन्न सक्दैनौँ। अहिलेको समयमा शैतानले कुनै क्षेत्रमा आक्रमण गरेको, बढी आक्रमण गरेको क्षेत्र हुन्थ्यो चाहिँ विवाह हो। तर पहिलाको समयमा तपाईँले विवाहलाई हेर्नुभयो भने जब एउटा कन्या केटी र कन्या केटाको बिचमा मगनी हुन्थ्यो विवाहको लागि, अहिले सायद त्यसलाई इन्गेजमेन्ट भनिन्छ। अनि हाम्रो नेपाली शब्द मिठो छ कि बैना भन्ने शब्द छ। अनि जब एउटा विवाह छिनिन्थ्यो अनि त्यहाँ बैना दिने होइन, सायद इन्गेजमेन्टको रिङहरू होइन, चिनो साट्ने थियो, चलनहरू थियो। मैले पनि त्यो देखेँ। अब यो पछिल्लो समय विवाह चाहिँ एकदमै बिग्रेर गएको छ। अनि जब एउटा केटा र केटीको लागि विवाह निश्चित हुन्थ्यो अनि त्यहाँ चाहिँ बैना दिने, बैना दिएपछि त्यो चाहिँ विवाह निश्चित भन्ने अर्थ लाग्थ्यो। अनि जब त्यो बैना दिए पछाडि जबसम्म दुल्हा आउँदैन, दुलही चाहिँ आफ्नो दुल्हालाई पर्खेर बस्थे। अनि त्यो दुल्हा नआइन्जेलसम्म कतै मेरो दुल्हा नआउने पो हो कि ढिलो पाउने हो कि भन्दै त्यो दुलही चाहिँ लपन छपन गर्दै डेटिङ जाँदै बोयफ्रेन्ड बनाउँदै हिँड्दैन। यदि त्यो हो भने त्यो विवाह टिक्दैन। यदि मण्डली ख्रीष्टको दुलही हो भने आज कतै तपाईँ र म संसारतिर डेटिङ, नकारात्मक कुराहरूतिर, अनैतिक कुराहरूतिर, शैतानिक कुराहरूतिर कतै डेटिङ त बसिरहेको छैन। शैतानको चाल चाहिँ धेरै किसिमको छ संसारमा, मण्डलीलाई, दुलहीलाई बिगार्नलाई। यस कारणले तपाईँ र हामी चाहिँ सेन्सिटिभ हुने समयहरूभित्र छौँ।
यदि ख्रिस्टको आगमनमा दुलहीको रूपमा हामी उठाइ लगिनु हो भने हामी सिँगारिन जरुरी छ। पवित्रता र धार्मिकताको वस्त्रमा हामी सिँगारिन जरुरी छ। सबै क्रिस्चियनहरू उठाइँदैन, तर जो तयारी छ तिनीहरू चाहिँ उठाइन्छ। के हामी तयारी छौँ? ख्रिस्ट कहिले आउनुहुन्छ भन्ने कुरो त्यति ठुलो कुरो होइन कि, चाहे आज आउनु होला, चाहे भोलि, चाहे 1 वर्षपछि, चाहे 5 वर्षपछि, चाहे 10 वर्षपछि। प्रश्न चाहिँ आजै येशू ख्रिस्ट यति बेला आउनु भने के तपाईँ हाम्रो उठाइ लगिने योग्यको जीवन छ? प्रश्न चाहिँ यो हो। ख्रिस्ट कहिले आउनुहुन्छ भन्ने विषयमा दोस्रो पत्र 3को 8मै साह्रै मिठो कुरा छ, अलिकति राख्न मन लाग्यो। प्रभुले चाहिँ कोही पनि हामी चाहिँ एउटा मानवीय स्वभावले कस्तो सोच्छौँ भन्दाखेरि नि, हामीलाई देखि नसक्ने, हामीलाई मन नपराउने मानिसहरू होइन, सुसमाचार सुनाउँदा पनि उल्टो कुरा गर्ने मानिसहरू नरक गएको कता कता इच्छा गर्छौँ कि। तर दोस्रो पत्रुस 3को 8ले चाहिँ साह्रै मिठो कुरा बताउँछ। प्रभुले कोही पनि नाश भएको चाहनुहुन्न र उहाँले बडो धैर्य साथ पर्खिरहनु भएको छ। ख्रिस्टको आगमनले यस पृथ्वीमा छिटो ल्याउने दायित्व त हाम्रो पनि रहेछ नि त। जति चाँडो मण्डलीले चाहिँ ख्रिस्टको गवाई र साक्षी दिन्छ, किनभने प्रभुले कोही पनि नाश भएको चाहनुहुन्न नि त। यसकारणले प्रभुले धैर्य साथ पर्खिरहनु भएको छ। त्यो दायित्व चाहिँ मानिसहरूलाई ख्रिस्ट प्रचार गर्ने, प्रेममा सत्यता प्रचार गर्ने काम चाहिँ हाम्रो पनि हो। यति भन्दै म आजको वचनतर्फ यहाँलाई दोहोऱ्याउन चाहन्छु। यहाँहरूसँग बाइबल छ, म आशा गर्छु यति बेला यहाँहरूले मसँगै गोस्पल अफ जोन, यूहन्नाको सुसमाचार 15 अध्याय खोल्न सक्नुहुन्छ। यूहन्ना 15 अध्यायको 1 देखि 17 पदसम्म चाहिँ एउटै कन्टेक्स्ट हो, सन्दर्भ भिन्न सन्दर्भ होइन, सन्दर्भ एउटै हो। अनि मैले यो समय बचाउन लागि मैले सबै पढिनँ, म यहाँबाट एउटै मात्रै पद पढ्न लागिरहेको छु। किन मैले यो एउटा मात्रै पद पढेँ भन्दाखेरि यो 1 देखि 17 पदसम्म प्रभुले बताउनु भएको बुँदी कुरो चाहिँ यो भित्र छ। अर्थात् हामी यसलाई कन्क्लुजन भर्स पनि भन्छौँ। जति कुराहरू बताउनु भयो अन्तिममा 16 पदमा आएर एउटा महत्त्वपूर्ण कुरा बताउनु भयो। सबै कुराको बुँदी अर्थात् यो कोर हुन्छ नि, त्यो कुरा चाहिँ यो 16 पदभित्र छ। त्यसकारण म यही पद मात्रै पढ्न चाहन्छु। यहाँ जो जतिले देख्नुहुन्छ हामी एकसाथ यो पद पढौँ न ल, सरको स्वरले। 1 2 3। मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई दिनुहुनेछ। आमेन। वचन पढाइमा, वचन सुनाइमा आशिष रहोस्। प्रभुले डाइरेक्टली वचनमा महत्त्वपूर्ण आज्ञाहरू दिनुभएको छ है। त्यो आज्ञामध्ये यो एउटा आज्ञा छ यहाँनिर। यो आज्ञा चाहिँ के छ त भन्दाखेरि फल फलाउने आज्ञा है। अनि ख्रिस्टमा तपाईँले यहाँनिर यो पद 15को 5 देखि आसपासमा पढ्नुभयो भने फल फलाउने आज्ञा दिँदै गर्दा उहाँले एउटा महत्त्वपूर्ण कुरा चाहिँ के भन्नुभयो भन्दाखेरि फल फलाउनु हो भने यो खण्डमा 1 देखि तल तपाईँले अलिकति हेर्नु हो भने चाहिँ यहाँनिर चाहिँ एउटा यो एग्रिकल्चर मेटाफोरिकल भन्छ यसलाई होइन, एउटा कृषक, एउटा कृषि कार्यको एउटा मेटाफोरलाई नेपालीमा रूपक, कुनै पनि घटनाहरूलाई बताउनलाई सजिलोसँग बुझ्नको लागि बताउनलाई प्रयोग गरिएको क्यारेक्टरहरूलाई चाहिँ हामी रूपक भन्छौँ। यहाँनिर यो खण्डमा तपाईँले एउटा कृषकलाई, एउटा कृषि कार्यलाई चाहिँ एउटा रूपक घटनाको रूपमा बताइएको छ। अनि यहाँतिर आउँदै गर्दाखेरि चाहिँ हामी यो खण्ड सायद धेरैचोटि वचन सुनेको मध्येको खण्डहरू हो। अनि यहाँनिर कृषक देख्छौँ हामी, एउटा किसान देख्छौँ। यहाँभित्रको क्यारेक्टरलाई तपाईँले हेर्नुभयो भने किसान देख्छौँ हामी, अनि किसानले लगाएको रुख देख्छौँ। त्यसपछि हाँगाको कुरा गरिएको छ, फलको कुरा गरिएको छ। अनि यहाँनिर परमेश्वर पिता चाहिँ एउटा किसानको रूपमा तपाईँले देख्नुहुन्छ। अनि प्रभु येशू ख्रिस्टलाई रुख अर्थात् दागको रुखको रूपमा तपाईँले देख्नुहुन्छ भने उहाँलाई विश्वास गर्ने हामी तपाईँलाई चाहिँ एउटा हाँगाको रूपमा बताइएको छ भने हाँगामा फल लागेको कुराहरू गरिएको छ। त यहाँ फलको कुरा गर्दै गर्दा प्रभुले एउटा महत्त्वपूर्ण कुरा फल फलाऊ भन्ने आज्ञा दिनुभन्दा पहिला त्यहाँ 2वटा साह्रै महत्त्वपूर्ण कुराहरू बताउनु भयो। उहाँले भन्नुभयो मलाई तिमीहरूले चुनेनौ, अर्थात् यो वचन प्रभुले आफ्नो चेलाहरूलाई भन्नुभएको। आज येशूलाई पछ्याउने हामी सबै ख्रिस्टको चेलाहरू हौँ। उहाँले के भन्दै हुनुहुन्छ भन्दाखेरि यहाँ चेलाहरूले कसैले पनि येशू ख्रिस्टलाई हाम्रो उद्धारकर्ता भन्दै कोही खोज्दै गएको होइन र हामी पनि प्रभु येशू ख्रिस्टलाई हाम्रो उद्धारकर्ता भन्दै हामी कोही पनि खोज्दै गएको होइन। तर प्रभु येशू आफैले हामीलाई विभिन्न माध्यमबाट चुन्नुभयो। अनि प्रभुले यहाँ भन्नुहुन्छ तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुने। हाम्रो चुनाइ चाहिँ प्रभुबाट हो।
हामीलाई प्रभुले चुन्नु भएको, हामी कसैले पनि प्रभुलाई चुनेका होइनौँ। अनि कतिचोटि हामीलाई लाग्दो हो म त केही पनि जान्दिनँ, म त सामान्य मान्छे, म त आम व्यक्ति हो, मलाई त केही जान्दिनँ भन्ने हामी आफैले कमजोर बिचरा सोच्छौँ के कतिचोटि। तर प्रभुले कस्तो शक्तिशाली कुरा गर्दै हुनुहुन्छ, मैले तिमीहरूलाई चुनेको, हामीलाई चुनेको चाहिँ प्रभुले हो। स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वरद्वारा चुनिएको मानिस हौँ तपाईँ र म। तपाईँ र म कठै बिचरा क्रिस्चियनहरू कस्तो माया लाग्दो होइन। तपाईँ र मलाई प्रभुले चुन्नु भएको, उहाँले चाहिँ तपाईँ र मलाई माया गरेको, उहाँको नजरमा परेका मानिसहरू हौँ तपाईँ र म। तपाईँ र म सामान्य मानिसहरू होइनौँ। अनि प्रभुले भन्दै हुनुहुन्छ मैले तिमीहरूलाई चुने। चुन्नु मात्रै भएन, उहाँले दोस्रो कुरा गर्नुभयो यहाँनिर, मैले तिमीलाई नियुक्त गरेँ। यहाँ अपोइन्ट गरेको अथवा नियुक्त गरेको कुरा छ। यहाँ चाहिँ स्वर्गका परमेश्वरले तपाईँ र मलाई नियुक्त गर्नुभएको। नियुक्तसँगै आउने अर्को कुरा चाहिँ अधिकार हो। जब पनि कुनै एउटा कर्मचारी जब नियुक्त हुन्छ उसँग चाहिँ राइट हुन्छ, अधिकार हुन्छ। जस्तै एउटा सामान्य एउटा प्रहरी, यहाँ त ट्राफिकहरू देखिन्न, हाम्रो नेपाल इन्डियातिर प्रशस्त त्यो ट्राफिकहरू चोकमा बस्ने ट्राफिक देख्छौँ नि होइन। जब उसले एउटा तालिम पुरा गर्छ र ट्राफिक प्रहरीको लागि चाहिँ उसले गर्नुपर्ने सबै प्रक्रियाहरू पुरा गर्छ, त्यसपछि ऊ वर्दी लाएर जब ऊ ड्युटीमा निस्किन्छ, उसले नियुक्ति मात्रै पाएको हुँदैन, उसँग चाहिँ के हुन्छ त अधिकार पनि हुन्छ हो। अनि अधिकार पाएको कारणले त्यहाँ नेता होस् बडा ठुला जोसुकै होस्, चाहे पनि उसले खन्तालासी गर्न रोक्न सक्छ। किन गरेको भन्दाखेरि नियुक्तिसँगै उसँग अधिकार छ। प्रभुले तपाईँ र मलाई नियुक्त गर्नुभयो, अनि नियुक्तसँगै तपाईँ र मसँग पनि के छ त अधिकार। आज म अधिकारको कुरा गर्दिनँ। अधिकारको कुरा गर्नुभन्दा तपाईँ र म यौनाको 12 अनुसार सृष्टिकर्ता परमेश्वरको छोराछोरी हुने अधिकार पाएको, मर्कुसको पुस्तक अनुसार हामीले हेऱ्यौँ भने दुष्ट आत्मा अन्धकारका शक्तिमाथि अधिकार पाएको व्यक्तिहरू हौँ तपाईँ र म। तर आज मेरो वचन अधिकारको विषयमा होइन, तर प्रभुले तपाईँ र मलाई चुनिसकेपछि, नियुक्त गरिसकेपछि एउटा महत्त्वपूर्ण जिम्मा दिँदै हुनुहुन्छ। अनि त्यो जिम्मा चाहिँ के हो त भन्दाखेरि के को लागि चाहिँ तपाईँ मेरो नियुक्ति भन्दाखेरि फल फलाऊ। आजको वचनमा हामी फल फलाउने विषयमा हेर्छौँ। के हो फल, कस्तो फलको कुरा गरेको वचन, किन फल फलाउने, कहाँ फलाउने, कसरी फलाउने, मोटामोटी यही सेरोफेरोमा रहेर म छोटुकरीको रूपमा आजको वचन यहाँको बिचमा राख्न चाहन्छु। हामी नेपाली जातिलाई चाहिँ यो फल फलाउने होइन, यो खेतीबाली किसानी, यो शब्द यो भनाइहरू हाम्रो लागि के होला, कसरी होला, यो खेती किसानी भनेको के होला, कसरी फलाउने होला, कसरी रोप्ने होला, हाम्रो लागि अनौठो विषय होइन। किनकि हामी यस्तो देशबाट बिलोङ गर्छौँ कि कृषि प्रधान देश, हामी कहीँ न कहीँ कृषिसँग हाम्रो साइनो छ। हामीले आफैले काम नगरे तापनि त्यो हामीले देखेका छौँ, भोगेका छौँ। हामी कृषि प्रधान देशबाट आएको भएर हाम्रो त्यो नजिकको साइनो छ, हामी बुझ्छौँ कृषिको भाषालाई। अनि यहाँनिर फल फलाउने कुरा गर्दै गर्दा यहाँ पनि एउटा एग्रिकल्चरको कुराद्वारा प्रभुले एउटा बताउनु भएको छ। यहाँ आएर चाहिँ फल फलाऊ भन्ने आज्ञा दिनुभयो। अनि हाम्रो लागि चाहिँ त्यो अनौठो विषय चाहिँ होइन फल फलाउने भन्ने विषयमा। यसकारणले आज हामी फल फलाउने कुरा गर्दै गर्दा हामीलाई थाहा छ फल फलाउनुको लागि धेरै कुराहरू चाहिन्छ। ल मानिलिनुहोस् आज अब म चाहिँ यहाँबाट घर जाने भए, नेपाल जान्छु, अनि म चाहिँ केही कृषि काम गर्नु पर्यो, फल फलाउनु पर्यो भन्ने सोच आयो भने हामीलाई बेसिक एलिमेन्ट, बेसिक कुराहरू, आधारभूत कुराहरू के चाहियो होला फल फलाउनु पर्यो भने भन्नुहोस् त। यतिलाई बोल्दा हुन्छ ल, दुईवटा कुराहरू, धेरै कुराहरू छ तर दुईवटा साह्रै महत्त्वपूर्ण कुराहरू छ। फल फलाउनु के चाहिन्छ भन्नुहोस् त। नम्बर वान जमिन, अनि नम्बर 2 बिउ। एब्सोल्युटली कस्तो सही एन्सर दिनुभएको, ताली बजाइदिनु एकचोटि। हामीलाई फल फलाउनलाई जमिन चाहिन्छ। जमिनै छैन भने अर्काको बारीमा गएर फलाउने कुरा भएन होइन। अनि बिउ चाहियो। जब यो दुईवटा कुरा हुन्छ त्यसपछि हामी फल फलाउन सक्छौँ। त्यसो हो भने परमेश्वरको वचनबाट हामीले फल फलाउने कुरा हेर्दैछौँ। परमेश्वरको वचनमा रहेर हामीले फल फलाउने कुरा गर्दै गर्दा अब वचनभित्रै हामीले जमिन र बिउ पनि भेटाउनु पर्ने हुन्छ। अनि चाहिँ हामी कस्तो फल फलाउने भन्ने कुरा हामी देख्न सक्छौँ। एकचोटि हामी जमिनको विषयमा हेरौँ न, के भन्छ बाइबलले जमिन। एकचोटि यहाँहरूले मसँगै खोल्नुहोस् त, पहिलो कोरिन्थी 3:9 यहाँनिर यसरी लेखिएको छ, किनकि हामी परमेश्वरको सहकर्मी हौ र तिमीहरू चाहिँ परमेश्वरका खेत हौ र परमेश्वरको भवन हौ। यहाँ दुईवटा कुराहरू छ, परमेश्वरको भवन र परमेश्वरको खेत भन्ने कुरा आएको छ। खेत अथवा भवन पनि स्थापित गर्नलाई चाहिँ जमिन नै चाहिन्छ। तर यहाँ जमिनको कुरा गर्दै गर्दा वचनले के भन्दैछ भन्दाखेरि हामी परमेश्वरको जमिन हो। अर्थात् यहाँ परमेश्वरको वचन चाहिँ आत्मा हो, आत्मिक कुरा गरेको। हामी आत्मिक रूपमा परमेश्वरको जमिन हौ है। हामीले जमिन भेटायौँ है, हामी को रहेछौँ, हाम्रो हृदय चाहिँ आत्मारूपी जमिन रहेछ। अब हामीले बिउ पनि भेटाउनु पर्यो, त्यसपछि हामीले कस्तो फल फलाउने भन्ने कुरा हामीलाई सजिलो हुन्छ। एकचोटि हामी लुका 8 अध्याय हेरौँ त।
अन्त चाहिँ के छ त, के को बारेमा छ त भन्दाखेरि बिउ छर्नेको दृष्टान्त। एउटा यहाँ बिउ छर्न निस्केको छ। यो खण्डमा तपाईँले हेर्नुभयो भने यहाँ बिउ, जमिन, फलकै कुरा गरेछ। यहाँ पनि 10 पदसम्म हेर्नुभयो भने चाहिँ यहाँ दृष्टान्त बताउनु भयो। त्यसपछि यहाँ चेलाहरूले चाहिँ दृष्टान्तको अर्थ सोधे। त्यसपछि यहाँ प्रभु येशू ख्रीष्टले त्यो दृष्टान्तको अर्थ खोलिदिनु भएको छ, जो चाहिँ 11 पददेखि तल छ। अनि यो खण्डमा यो यहाँनिर जमिन चाहिँ हाम्रो हृदयलाई भनिकन जनाएको छ, अनि जमिनले चाहिँ हृदयको अवस्थालाई जनाउँछ। अनि म आज त्योतिर भन्दा पनि यहाँ एउटा पद छ, एउटा 11 पद चाहिँ म पढ्न चाहन्छु यहाँको बिचमा। यहाँ अगाडि पनि आइसकेको छ। अब दृष्टान्त यो हो, बिउ चाहिँ परमेश्वरको वचन हो। हामीसँग जो वचन छ यो चाहिँ के रहेछ? बिउ रहेछ। अघि हामीले जमिन भेट्यौँ, बिउ पनि भेट्यौँ। अब परमेश्वरको वचन बिउ हो भने यसले फलाउने फल कस्तो हुन्छ त? मैले त्योभन्दा पहिला म एकचोटि यहाँहरूलाई यौन 6:63 मा लिएर जान्छु, जसले हामीलाई कस्तो फल फलाउने भन्नलाई बुझ्नलाई अझै सजिलो पारिदिन्छ। जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु ती आत्मा र जीवन। यहाँ पनि दुईवटा कुरा छ। प्रभु येशूले यहाँ यसो भन्नु भएन, जुन वचन मैले तिमीहरूसँग बोल्दैछु यो चाहिँ शब्द हो है भन्नु भएन। तर मैले जे वचन चाहिँ तिमीहरूसँग बोल्दैछु त्यो चाहिँ पहिलो कुरा चाहिँ के हो त? आत्मा। आत्मा अर्थात् अनन्तको कुरा गरेको। जुन वचन आज हाम्रो हातमा छ त्यसले अनन्तको कुरा गर्छ। दोस्रो कुरो जीवन हो। जीवन भएको चिजमा चाहिँ मुभमेन्ट हुन्छ, हलचल हुन्छ। अनि यो चाहिँ अक्षर होइन। जब यो वचनलाई चाहिँ हाम्रो जमिन रूपी हृदयमा लिएर आउँछौँ अनि चाहिँ त्यो जीवित हुन्छ, क्रियाशील हुन्छ। अनि मैले यहाँबाट लिनु खोजेको कुरा परमेश्वरको वचन चाहिँ आत्मा हो। अघि लुका 8:11 भन्छ कि परमेश्वरको वचन बिउ हो। अब परमेश्वरको वचन बिउ, हाम्रो हृदय चाहिँ जमिन हो भने यहाँनिर यो वचनलाई जोडेर हेर्दाखेरि, लुका 8:11 जोडेर हेर्दाखेरि परमेश्वरको वचन चाहिँ आत्मिक बिउ रहेछ, अर्थात् आत्माको बिउ रहेछ। अब हामीले बारीमा तपाईँले एउटा सुन्तलाको बोट लाउनु भने के फल्छ भन्नुहोस् त? सुन्तलै फल्छ। यदि परमेश्वरको वचन चाहिँ आत्मिक बिउ हो र हाम्रो हृदय चाहिँ आत्मिक जमिन हो भने परमेश्वरको वचन हाम्रो हृदयमा रोप्दा के फल्छ? आत्मिक बिउ परमेश्वरको वचन हाम्रो हृदय रूपी जमिनमा रोप्दा के फल्छ? कस्तो फल फल्छ होला? आत्माको फल फल्छ। आज हामीले फलाउनु पर्ने फल के रहेछ त? प्रभुले यहाँनिर 15:16 पद, यूहन्ना 15:16 पदमा आज्ञा गर्दै गर्दा कुन फलको आशा गर्नुभएको रहेछ, अपेक्षा गर्नुभएको रहेछ तपाईँ र मबाट? फल फलाऊ भनेर आज्ञा दिँदै गर्दा उहाँले कुन फलको आशा गर्नुभएको छ हामीबाट? आत्माको फल। आत्माको फल कस्तो हुन्छ? अब एकचोटि म यहाँहरूलाई गलातीको 5 अध्यायमा लिएर जान चाहन्छु। हामीले फलाउनु पर्ने फल त्यसपछि हामी स्पष्ट हुन्छौँ। गलाती 5 अध्यायमा चाहिँ तपाईँले कण्ठ गर्नुभएको छ भने आत्माको फल 5:22 पद र 23 पद। हामीले जमिन पनि भेट्यौँ, हामीले बिउ पनि भेट्यौँ। अनि बिउ चाहिँ के रहेछ? परमेश्वरको वचन, जो चाहिँ आत्मिक बिउ हो। अनि आत्मिक बिउलाई हाम्रो हृदय रूपी जमिनमा रोप्दा फल्ने फल चाहिँ आत्मिक फल हो। अनि आत्माको फल चाहिँ कस्तो हुन्छ त? यहाँ लेखिएको छ 5:22 पद र 23 पद यहाँ पनि छ। तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। यहाँ पवित्र आत्माको 9वटा फलहरू होइन, 9वटा फल। किनकि अघि हामीले यो खण्डमा के हेऱ्यौँ भन्दाखेरि 5 पदमा हेऱ्यौँ भने तिमीहरू हाँगा हौ, ख्रीष्ट येशू त्यो जीवित रुख हुनुहुन्छ, हामी चाहिँ हाँगा हौ। अनि हाँगा चाहिँ जबसम्म चाहिँ त्यो रुखमा आएर गाँसिँदैन फल फलाउन सक्दैन। कुनै समय हामी ख्रीष्टदेखि, त्यो हाँगादेखि अलग्ग थियौँ, तर हामी विश्वासद्वारा उहाँसँग गाडिन, उहाँसँग गाँसिन आएको भएर उहाँसँग गाँसिएको हाँगाले चाहिँ फल फलाउनुपर्छ, निष्फल भएर बस्न मिल्दैन। यसकारणले 16 पदमा गएर प्रभुले भन्नुभयो फल फलाऊ। अनि फल फलाउने कुरामा यहाँ 9वटा जुन आत्माको फलहरू छ। अनि 9वटा आत्माको फल चाहिँ के हो त भन्दाखेरि द डिभाइन क्यारेक्टर भन्छ, परमेश्वरको चरित्र हो। यो 9वटा फलभित्र चाहिँ हामी प्रभु येशूको चरित्रलाई, त्यो स्वभावलाई भेटाउँछौँ। यसकारणले प्रभुले कतिले तपाईँले वचनतिर सुन्नुभयो भने फल फलाउनु भनेको चाहिँ प्रभु नपाएको मानिसहरूलाई प्रभुमा ल्याउनु, उहाँको राज्यमा हो, त्यो पनि फल फलाउनु, त्यो गलत होइन। तर प्रभुले त्योभन्दा अलिक माथिको कुरा यहाँ गर्दै हुनुहुन्छ, जुन चाहिँ तपाईँ र मैले फलाउनु पर्ने फल हो। त्यो फल चाहिँ आत्माको 9वटा फल। अनि यो 9वटा फलभित्र चाहिँ
प्रभु येशूको चरित्रलाई हामी भेटाउँछौँ। अनि प्रभु येशू जो तपाईँ र म विश्वास गरेका प्रभु हुनुहुन्छ, तपाईँ र मैले आराधना गरेको प्रभु, उहाँ लुकेर बस्ने प्रभु हुनुहुन्न। उहाँ तपाईँ र मद्वारा देखा पर्न चाहनुहुन्छ, देखिन मन पराउनुहुन्छ। अनि उहाँ देखा पर्ने तरिका चाहिँ यो 9वटा फलबाट तपाईँ र ममा देखिन चाहनुहुन्छ। यो 9वटा फलद्वारा चाहिँ हामी येशू ख्रीष्टलाई देखाउन सक्छौँ। यस कारणले फलको कुरा गर्दै गर्दा हामीले फलाउनु पर्ने सबैभन्दा फल यो एउटै हाँगामा लागेको फल हो। त्यो फलको सबैभन्दा अगाडि लाग्नुपर्ने फल चाहिँ के हो त? प्रेम। यस कारणले तपाईँ र म ख्रीष्टलाई आराधना गर्ने व्यक्ति, म जीवित प्रभुलाई पछ्याउने व्यक्ति, म ख्रीष्टको चेलो हो भनेर भन्छु भने तपाईँ र ममा सबैभन्दा अगाडि लाग्नुपर्ने फल के हो? प्रेम हो। तपाईँ र ममा प्रेम, लटरम्म प्रेमको फल लाग्नुपर्छ। तपाईँ र मबाट चाहिँ प्रेम बगेर निस्किनुपर्छ। यो प्रेम यस्तो प्रेम होइन कि जसले तपाईँ र मलाई माया गर्छ, त्यसलाई माया गर्ने, तपाईँ र मलाई सम्मान गर्छ, आदर गर्छ, प्रशंसा गर्छ, त्यस्तो प्रेम चाहिँ संसारमा प्रभु नचिनेको मान्छेहरूले पनि गर्छ। तर यहाँ बताउँदै गरेको प्रेम चाहिँ जसले तपाईँ र मलाई देखिसक्दैन, जो तपाईँ र मेरो विरुद्धमा हुन्छ, जसले तपाईँ र मेरो कुभलो चाहन्छ, जसले तपाईँ र मलाई छिची दूर दूर घृणा गर्छ, क्रिस्चियन भएकै कारणले अपमान गर्ने, अनादर गर्ने, क्रिस्चियन भएकै कारणले उस्तै परे गाउँबाट निकालिदिने, जागिरबाट निकालिदिने हो, त्यति बेला पनि तपाईँ र मैले चाहिँ उनीहरूलाई प्रेम गर्न सक्छौँ भने चाहिँ त्यो चाहिँ प्रेमको फल हो। अनि यो फलको आशा चाहिँ प्रभुले तपाईँ र मबाट गर्नुभएको छ। यो फल चाहिँ तपाईँ र मैले फलाउनु पर्ने हुन्छ। अनि प्रभुले फल फलाउने कुरा गर्दै गर्दा यो 9वटा फल चाहिँ हामीमा उहाँले राख्नुभएको आशा हो, अपेक्षा हो। अब कुरा रहन्छ के तपाईँ र मैले फल फलाएका छौँ? हाम्रो जीवनमा प्रभुले खोज्दै गर्नुहुँदा कि यो फलहरू भेटाउनु होला। कतिचोटि हाम्रो जीवनमा फलहरू लागेको हुँदैन। अनि अघि पनि हामीले हेऱ्यौँ, जहिले पनि फल फलाउनको लागि चाहिँ, फल फल्नको लागि चाहिँ जमिनमा बिउ गाडिनै पर्छ। बिउ नरोपिकन कुनै पनि फलहरू फल्नै सक्दैन। त्यस कारणले कतिचोटि हामीसँग सबै कुरा गर्ने फुर्सद हुन्छ है, तर परमेश्वरको वचनलाई हाम्रो हृदयमा गाड्ने त्यो समय, परमेश्वरको वचनको बिउ रोप्ने फुर्सद हामीसँग हुँदैन। यस कारणले धेरै क्रिस्चियनहरू निष्फल जीवन जिउन बाध्य भएको छ। अनि हामी यसरी शनिबार आइतबार आएर थोरै वचन सुन्दै गर्दामा हामी यहाँनिर तपाईँले हेर्नुभयो भने 8 पदमा प्रशस्त फल फलाउने कुरा छ। प्रशस्त फलहरू होइन, तर प्रशस्त तपाईँ र ममा यो प्रेम, आनन्द, शान्ति, दया, करुणा, भलाइ, विश्वासता, नम्रता, संयमता चाहिँ यो वृद्धि भएर जाने, प्रशस्त हुँदै जाने फल हो। अनि यो चाहिँ नफल्नुको पछाडि कतिचोटि हामीले हृदय रूपी जमिनलाई बाँझो राखेका छौँ। अनि बाँझो जमिनमा चाहिँ हिब्रू 6 अध्यायमा तपाईँले हेर्नुभयो भने बाँझो जमिनले चाहिँ सिउँडी र काँडा उमार्छ भन्छ। सिउँडी र काँडाको काम चाहिँ के हो त? अर्कालाई घोच्ने, अर्कालाई चोट पार्ने, बोलीद्वारा, शब्दद्वारा, अपमान गर्ने कुराहरूद्वारा अर्कालाई चोट पार्ने काम गर्छ। यस कारणले तपाईँ र मैले परमेश्वरको वचन चाहिँ भरेका छौँ। परमेश्वरको वचन चाहिँ प्रशस्त पढेर, मनन गरेर, कण्ठ गरेर, यो समय निकालेर वचनसँग जब समय बिताउँछौँ अनि यो वचन जब हृदयमा गाड्न थाल्छौँ अनि यसले निष्फल भएर बस्दैन। यो बिउले फल फलाएरै छोड्छ। तर आज धेरै क्रिस्चियनहरूको जीवनमा यो फल नलाग्नु पछाडि समस्या चाहिँ हृदयरूपी जमिनलाई बाँझो राखेको कारणले हो। अनि बाँझो जमिनबाट चाहिँ कहिले पनि हामी यो फलको आशा गर्न सक्दैनौँ। यस कारणले प्रभुले चाहिँ तपाईँ र मलाई चाहिँ फल फलाउने आज्ञा गर्नुभएको यहाँनिर। यस कारणले तपाईँ र म गम्भीर छौँ फल फलाउने विषयमा। तपाईँ र मलाई क्रिस्चियन हुनलाई, विश्वासी हुनलाई मात्रै चाहिँ उहाँले बोलाउनु भएको होइन, तर फल फलाउन बोलाउनु भएको। हामीले फल फलाउनै पर्छ। यदि तपाईँ र म ख्रिस्टको चेला हुँ, म चाहिँ ख्रिस्टलाई पछ्याउने व्यक्ति हुँ, म जिउँदो प्रभुलाई आराधना गर्ने व्यक्ति हुँ भनेर तपाईँ र मैले भन्छौँ भने हामीमा यो फल लागेको हुनुपर्छ। यही कुरा चाहिँ यहाँ 8 पदमा पनि प्रभुको वचनले यसरी भन्छ, प्रभुले यसरी भन्दै हुनुहुन्छ, तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भने प्रमाणित गर्यो भने यसैमा मेरो पिताको महिमा हुनेछ। आमेन। यहाँनिर प्रभुको वचनले के स्पष्ट गर्छ भन्दाखेरि नि, यदि तपाईँ र मलाई प्रभुले उहाँको चेला हुनलाई चुन्नु भएको, यदि तपाईँ र म उहाँको चेला हौँ भनेर भन्छौँ भने चाहिँ तपाईँ र म कति वर्षदेखि क्रिस्चियन भयौँ त्यो चेलाको प्रमाण होइन रहेछ। तपाईँ र म कति वर्षदेखि सेवाकाई गर्दैछौँ, तपाईँ र मसँग बाइबलको ज्ञान कति छ, बाइबल कति जान्दछौँ, तपाईँ र म कति प्रचार गर्छौँ, दिनमा कति घन्टा प्रार्थना गर्छौँ, यो ख्रिस्ट येशूको चेला हुनुको प्रमाण होइन रहेछ। ख्रिस्ट येशूको चेला हुनुको प्रमाण चाहिँ के रहेछ? फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यो भने अनि यहाँनिर पिताको महिमा हुने कुरा छ। पिताको महिमा चाहिँ केद्वारा रहेछ? फल फलाएर। तपाईँ र मलाई दोस्रो कुरा
परमेश्वरले उहाँको महिमा गर्नलाई चुन्नु भएको, संसारबाट अलग्याउनुको उद्देश्य। संसारमा तपाईँ र मभन्दा कति विद्वान मानिसहरू थिए, तपाईँ र मभन्दा शिक्षित मानिस थिए, तपाईँ र मभन्दा उच्च ओहदा घरानाका मानिसहरू थिए, तर प्रभुको नजर चाहिँ तपाईँ र ममा पर्यो। उहाँले चाहिँ तपाईँ र मलाई चुन्नुभयो अनि उहाँको महिमा गर्नलाई चुन्नु भएको व्यक्ति भएको कारणले तपाईँ र मलाई एउटा जिम्मा दिनुभएको छ, त्यो चाहिँ हो फल फलाउने कुरा। अनि फल फलाएर चाहिँ तपाईँ र म पिताको महिमा गर्न सक्छौँ। यो ग्लोरी अथवा महिमाको अपोजिट शब्दलाई तपाईँले हेऱ्यौँ भने त्यो चाहिँ डिसअनर, अपमान, अनादर हुन्छ। यदि तपाईँ र मैले आत्माको फल फलाएनौँ भने त्यसले चाहिँ परमेश्वरको अपमान हुँदो रहेछ। किन त? अब यो प्रश्न रह्यो, किनभने हामीले आत्माको फल फलाएनौँ भने एउटा स्वतः अर्को फल फल्छ है। त्यो फल चाहिँ के हो त? शरीरको फल। अनि त्यो शरीरको फलद्वारा चाहिँ हामी प्रभुलाई आदर गर्न सक्दैनौँ। यस कारणले तपाईँ र मैले फलाउनु पर्ने फल चाहिँ आत्माको फल, जो चाहिँ यो 9वटा फलहरू हो। अब शरीरको फल कस्तो हुन्छ? यही गलातीको पुस्तक तपाईँले 5 अध्यायमा हेर्नुभयो भने त्यहाँ तपाईँले स्पष्ट रूपमा देख्नुहुन्छ कस्तो हुन्छ शरीरको फल। यसलाई तपाईँले बिउ छर्नु पनि पर्दैन, तपाईँले मेहनत गर्नु पनि पर्दैन, बेसरी तपाईँले मलजल गर्नु पनि पर्दैन। यो अदनको बगैँचाबाट आएको बिउ हो, यो आफै फल्छ। तर परमेश्वरको वचनको बिउबाट फल्ने फल जुन आत्माको फल हो, त्यसको लागि चाहिँ हामीले मेहनत गर्नुपर्छ। उहाँसँग गाँसिने कुरा, उहाँसँग वचन मननद्वारा, उहाँसँग प्रार्थना सङ्गतिद्वारा नगाँसिकन त्यो बिउ नरोपिकन चाहिँ त्यो फल चाहिँ फल्दैन। तर शरीरको फल फलाउनु भने त्यसको लागि तपाईँले मेहनत गर्नु पर्दैन, सजिलै फल्छ। कस्तो फल्छ शरीरको फल? यहाँनिर यसलाई पापमय स्वभावका कामहरू पनि भन्छ। यहाँनिर तपाईँले 19देखि, यही गलाती 5को 19देखि तल हेर्नुभयो भने त्यो लामो लिस्ट छ। आत्माको फल जम्मा 9वटा छ, तर यति धेरै फल छ यो शरीरको फलहरू, जुनद्वारा चाहिँ हामी प्रभुलाई अनादर गरिरहेका छौँ। आज हामीले कुन फल फलाएका छौँ? आत्माको फल। प्रभुले तपाईँ र मलाई चुनेर नियुक्त गर्नको पछाडिको मेन चाहिँ फल फलाउनु हो। तर हामीले कस्तो फल फलायौँ? प्रश्न चाहिँ यो हो। आत्माको शरीरको फल चाहिँ ल पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्, जसले हामी यो पापमय स्वभाव अर्थात् यसलाई शरीरको फल पनि भन्छौँ। शरीरबाट आउने कुराहरू व्यभिचार, अपवित्र, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियकटपन भनेको गाँजा पिउने, चुरोट पिउने, रक्सी पिउने, सबै पिउने कुरा जति पर्यो, ड्रग्स पिउने, के हो त्यो पिउने, अश्लील, मोज मज्जा, यस्तै अरू जसका विषय म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। जसले यस्ता काम गर्दछन् परमेश्वरको राज्यको हकदार बन्दैनन्। आज हामीले कुन फल फलाएका छौँ? पितालाई महिमा गर्ने या पितालाई अनादर गर्ने? तपाईँ र ममा प्रेमको फल फलेको छ। यो खण्डमा तपाईँले 15मा हेऱ्यो भने सबैभन्दा धेरै, यूहन्ना 15 अध्यायमा हेर्नुभयो भने सबैभन्दा धेरै दोहोरिएर आएको शब्द चाहिँ के हो? प्रेम हो। गएको हप्ता तपाईँले प्रेमको बारेमा वचन सुन्दै हुनुहुन्थ्यो आदरणीय डिकनबाट। यो खण्डमा तपाईँले सबैभन्दा धेरै देख्नुहुन्छ भने 9 चोटि चाहिँ प्रेम 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 भन्ने शब्द दोहोरिएर आएको छ। प्रभुले सबैभन्दा फलहरूमा पनि सबैभन्दा धेरै आशा गर्नुभएको फल चाहिँ प्रेम हो। जबसम्म तपाईँ र ममा प्रेम छैन, नम्रता छैन, संयमता छैन, क्षमादान भन्ने कुरा छैन, हामी फल फलाउन सक्दैनौँ। यो फलहरू हामीमा हुनुपर्छ। हामी सेवाकाई गर्न सक्दैनौँ। यो फल बेगर हामी यस पृथ्वीमा परमेश्वरको राज्यको काम गर्न सक्दैनौँ, सेवा गर्न सक्दैनौँ। यस कारणले यस पृथ्वीमा तपाईँ र म परमेश्वरको राज्यको काम गर्न चाहन्छौँ, उहाँको चेला हो भनेर भन्छौँ भने चाहिँ हामीसँग यो फल चाहिँ अनिवार्य प्रभुले खोज्नुहुन्छ। अनि यो फल बेगर हामी प्रभुलाई महिमा गर्न सक्दैनौँ र म ख्रिस्टलाई आराधना गर्ने, म ख्रिस्टको चेला हो भनेर भन्न पनि सक्दैनौँ। यही फलले चाहिँ तपाईँ र म रिकग्नाइज हुन्छ कि म चाहिँ ख्रिस्टलाई आराधना गर्ने व्यक्ति हुँ, म ख्रिस्टलाई पछ्याउने व्यक्ति हो, म ख्रिस्टको चेला हुँ भन्ने प्रमाण चाहिँ यो फलले गर्छ। यसकारणले तपाईँ र ममा प्रेम, नम्रता, संयमता, यो मैले व्याख्या गरेँ नि यो लामो हुन्छ, यो 9वटा फल म यतातिर लादिनँ। तर हामीसँग यो फलहरू चाहिँ लागेको छैन भने तपाईँ र मैले अब आत्माको फलहरू चाहिँ फलाउनुपर्छ। यो फल बेगर चाहिँ हामी पितालाई महिमा गर्न सक्दैनौँ। म एउटा खण्ड पढिकन आजको वचनको कन्क्लुजनमा जान्छु। अहिलेसम्म मैले यहाँहरूलाई भने प्रभुको वचन, जो वचन हामीसँग छ यो चाहिँ आत्मिक बिउ हो अनि हाम्रो हृदय चाहिँ जमिन हो। जब यो हृदयमा चाहिँ आत्मिक बिउ रोप्छौँ, यसलाई गाड्छौँ अनि यसले फलाउने फल चाहिँ आत्माको फल हो। अनि आत्माको फल 9वटा फल, त्यो आत्माको 9वटा फलभित्र हामी परमेश्वरको चरित्रलाई देख्छौँ। अनि यो फलहरू फल्दै गर्दा चाहिँ प्रभु येशू ख्रिस्ट चाहिँ हाम्रो जीवनमा, हाम्रो आचरणमा, हाम्रो स्वभावमा, हाम्रो कार्यहरूमा, हाम्रो बानी व्यवहारमा येशू ख्रिस्ट देखा पर्न थाल्नुहुन्छ। आज धेरैले ख्रिस्टलाई देखाउन नसक्नु पछाडि आत्माको फल नफलेरै हो। स्पष्ट भन्दाखेरि जब तपाईँ र ममा आत्माको फल लाग्न थाल्छ
फल लाग्न त बिउ त रोप्नै पर्छ। जति तपाईँ र म वचनमा गहिरिन्छौँ, वचन पढ्ने आदतलाई विकास गर्छौँ, वचन मनन गर्न थाल्छौँ, कण्ठ गर्न थाल्छौँ, त्यति नै तपाईँ र म चाहिँ यो फलहरूमा वृद्धि हुँदै जान्छौँ। फल बेगर तपाईँ र म महिमा गर्न सक्दैनौँ। मर्कुसको पुस्तकमा लिएर जान्छु, यो अन्तिम खण्ड यहाँहरूको बिचमा राखिकन म आजको वचनलाई अन्त्य गर्छु। यहाँ एउटा साह्रै महत्त्वपूर्ण कुरा छ। मर्कुस 11 अध्याय 12 अनि 13 पद। यहाँनिर माथि भोलिपल्ट भन्ने शब्दबाट सुरु गरेको छ। भोलिपल्ट मतलब यसको अघिल्लो दिन येशू ख्रिस्ट यरुशलेममा विजय साथ एउटा राजाको रूपमा येशू प्रवेश गर्नुभएको थियो, जसलाई हामी पाम सन्डेको रूपमा बुझ्छौँ। अनि त्यसको भोलिपल्ट भनेको भोलिपल्ट उहाँहरू बेथानिया आउनु हुँदा उहाँ भोकाउनु भयो। एउटा सिक्वेन्स, एउटा घटना छ यहाँनिर। अनि टाढामा पातले भरेको एउटा अन्जिरको रुख देखेर कतै त्यसमा फल पाउँछु कि भनेर उहाँ जानुभयो। तर त्यहाँ पुग्नु भएपछि उहाँले रुखमा पात बाहेक केही पाउनु भएन। यहाँनिर यो यसको आत्मिक अर्थ छ, रुखले चाहिँ इजरायल देशलाई इन्डिकेट गर्दछ। र आज आत्मिक रूपमा हामी येशूसँग गाँसिएको व्यक्तिहरू आत्मिक इजरायलीहरू हौँ। तर आज यो वचन हाम्रो लागि पनि हो। यस कारणले यहाँनिर प्रभुले कस्तो महत्त्वपूर्ण गर्दै हुनुहुन्छ भने उहाँले टाढाबाट एउटा झ्याममा परेको पातले भरेको है ठुलो ठुलो हरियो पात भएको, यसमा त खत्रै फल छ कि क्या हो बाहिरबाट हेर्दा नि। अनि त्यो रुख देख्नुभयो, यसमा त साँच्चै पनि फल हुनुपर्ने, यतिको पात भएको यस्तो हरियाली भएको रुखमा कस्तो फल नहोला। कहिलेकाहीँ हाम्रो जीवन पनि झुक्क्याउने खालको जीवन हुन्छ क्या, बाहिरबाट हेर्दा चाहिँ मजाको क्या आत्मिक पवित्र जस्तो, एकदमै धर्मी जस्तो है, पुरै फल लागेको जस्तो, पुरै प्रेमले भरेको जस्तो, नम्रताले भरेको जस्तो, संयमताले भरेको जस्तो बाहिरबाट हेर्दा चाहिँ एकदमै नम्र हुन्छ नि। चर्च आउँदा पनि सबैलाई झुकेर चाहिँ पुरा हामी झुक्काउने खालको जीवन हुन्छ कतिचोटि। अनि यहाँनिर प्रभु पनि यहाँ झुक्किनु भयो, रुख चाहिँ खत्रै छ, हरियो ठुलो ठुलो पात भएको। अनि छेउमा आएर यसो हेर्नुभयो, प्रभुले पात बाहेक केही पाउनु भएन। यो पातहरूले चाहिँ हाम्रो शरीरको कामहरूलाई देखाउँछ। तर यहाँ यो पात भन्दै गर्दा प्रभुले यहाँनिर पातलाई विरोध गर्नु भएको छैन। पातहरू हामीले प्रभुमा गर्ने मेहनतहरू, उहाँको राज्यमा गर्ने मेहनतहरू हो, हाम्रो प्रार्थना, हाम्रो सङ्गति, उहाँलाई दिने समयहरू, यो सबै पात। तर प्रभुले यहाँ पातको विरोध गर्नुभएको होइन। किनकि एउटा कुरा के महत्त्वपूर्ण हो भन्दाखेरि साइन्समा एउटा रुख जीवित रहन र फल फलाउन पातको कति भूमिका हुन्छ भन्ने कुरा हामीले पढ्न पाउँछौँ। यहाँनिर प्रभुले पातको त्यत्रो ठुलो विरोध गर्नुभएको होइन। एउटा रुखले फल फलाउनु हो भने पात चाहिन्छ, तर समस्या पातै पात हुनु चाहिँ समस्या हो, फल नभएर पातै पात हुनु चाहिँ समस्या हो। हामी प्रभुलाई माया गर्छौँ, हामी प्रभुलाई पछ्याएको कारणले हामी उहाँसँग समय बिताउँछौँ, सङ्गति गर्छौँ, आराधना गर्छौँ, प्रार्थना गर्छौँ। यो इम्पोर्टेन्ट छ, यो जरुरत छ। तर यति गर्दा गर्दा पनि तपाईँ र मेरो जीवनमा फल चाहिँ लाग्दैन भने, फल चाहिँ हुँदैन, त्यो चाहिँ समस्या हो। अनि प्रभुले यहाँनिर जानुभयो, त्यहाँ पुग्नु भएपछि रुखमा पात बाहेक केही पाउनु भएन। के उता सबैले पढौँ त एकचोटि, देख्नु भएको छ किनकि त के उता देख्नु भएको छ? किनकि त्यस बेला अन्जिरको फल फल्ने समय भएको थिएन। अचम्म कुरा चाहिँ यहाँ छ, हाम्रो प्रभुलाई ऋतुको बारेमा थाहा छैन। प्रभु फल खोज्दै हुनुहुन्छ, यति बेला फल फल्ने सिजनै होइन, फल फल्ने समय भएको छैन, तर प्रभु फल खोज्दै हुनुहुन्छ। प्रभु अलिक मूर्ख जस्तो लाग्छ नि यहाँनिर। फल त सिजनमा खोज्नु पर्ने हो नि, समयमा फल्नु पर्थ्यो नि, खोज्नु पर्थ्यो नि। तर प्रभुले यहाँ अफ सिजनमा, सिजनै छैन फल फल्ने, तर फल खोज्दै हुनुहुन्छ। यहाँ साह्रै महत्त्वपूर्ण कुरा छ। आज हामीले जुन फलको कुरा गर्दैछौँ नि, यो 9वटा फल, जुन 9वटा फलको कुरा गर्दै हुनुहुन्छ नि, यो फल चाहिँ प्रभुले सिजनमा मात्रै होइन, अफ सिजन 12 महिना सबै समय प्रभुले तपाईँ र ममा खोज्नुहुन्छ। सिजन भनेको तपाईँलाई मन परेको समय, तपाईँलाई ठिक लागेको समय, तपाईँको वरिपरि तपाईँलाई माया गर्ने, प्रेम गर्ने, सम्मान गर्ने, आदर गर्ने, त्यति बेला प्रेम गर्नु, त्यति बेला प्रेमको फल फल्नु कुन चाहिँ ठुलो कुरो भएर, त्यो चाहिँ सिजन हो। तर अफ सिजन भनेको तपाईँको कुभलो चिताउने, तपाईँलाई मन नपर्ने, सुसमाचारको सुनाउँदै गरेर तपाईँलाई विरोध गर्ने, तपाईँको विरुद्धमा खडा हुने, तपाईँलाई घृणा गर्ने, त्यो चाहिँ अफ सिजन हो। के त्यति बेला तपाईँ र म त्यति बेला पनि प्रेमको फल फलाउन सक्छौँ? यो चाहिँ ख्रिस्ट येशूमा थियो। ख्रिस्ट येशूलाई मानिसहरूले कतिचोटि त भिडबाट तल खसाल्दिनै खोजे। यसो त्यहाँबाट लुकेर भागेर छिपेर आउनुभयो। यतिसम्म यो क्रुसमा पनि गिल्ला गर्ने मानिसहरू, तो मसिह होस् भने पहिला आफूलाई बचा अनि हामी विश्वास गर्छौँ, त्यो गिल्ला गर्ने, त्यतिसम्म गिल्ला गर्ने मानिसहरू थियो। त प्रभुले यसो भन्नु भएन, पख म 3 दिनपछि च्यानबाट बौरी उठ्यो तँलाई देखाइदिन्छु। प्रभुले यसो भन्नुभयो? साह्रै मिठो कुरा भन्नुभयो। कि त यिनीहरूले के गर्दैछन् सो जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस्।
हो यही प्रेमको शोभा चाहिँ प्रभुले तपाईँ र ममा पनि खोज्नुहुन्छ। तपाईँलाई सिजनमा मात्र होइन, तपाईँलाई मलाई मन परेको समय, ठिक लागेको समय मात्रै होइन, तर हर समय 12 महिना यो फल प्रभुले तपाईँ र ममा खोज्नुहुन्छ, यो फलको अपेक्षा गर्नुहुन्छ। तपाईँ र मलाई मन परेको बेला मात्रै तपाईँ र म आनन्द शान्ति होइन, जीवनको सबै कुराहरू भत्किँदै गर्दा तपाईँ र हाम्रो शान्ति आनन्द केमा अडिएको छ? आज तपाईँलाई कमाउने राम्रो स्यालेरीमा, ब्याङ्क ब्यालेन्समा, तपाईँको घरमा, तपाईँको अहोदामा अडिएको छ भने त्यो दिन चाहिँ एक दिन भत्केर जाँदै गर्दा तपाईँ त्योसँगै तपाईँको आनन्द, खुसी, रमाट, शान्ति भन्ने कुराहरू हराएर जान सक्छ। यसकारण प्रभुले चाहनुभएको शान्ति त्यो होइन, उहाँबाट आउने अनन्त आनन्द र शान्तिको कुरा गर्नुभएको। यो फल चाहिँ प्रभुले तपाईँ र मबाट सधैँ अपेक्षा गर्नुहुन्छ। अनि संयमताको कुराहरू, नम्रताको कुरा हर समय 12 महिना प्रभुले तपाईँ र ममा खोज्नुहुन्छ। अनि उहाँले खोज्दै गर्दा के तपाईँ र ममा उहाँले हर समयमा, सिजनमा मात्रै होइन, तपाईँ र मलाई ठिक लागेको बेला म फलाउँछु, मलाई ठिक नलागेको बेला म फलाउँदिनँ, मलाई ठिक लागेको बेला म प्रेम गर्छु, मलाई रिस उठेको बेला म त्यसलाई सराप्छु, घृणा गर्छु, उस्तै परे आज कि तँ छैनस् कि म छैनस्, त्यो चाहिँ है। आज हामीले फलाउनु पर्ने फल चाहिँ जब प्रभुले 12 महिना खोज्नुहुन्छ, के आज हामीले यो फलहरू फलाएको छौँ हाम्रो जीवनमा? यो फल प्रभुले तपाईँ र ममा आज खोज्दै हुनुहुन्छ। आज हामी कतिचोटि फल फलाउन चुक्नुको कारण हामीले हाम्रो हृदयलाई बाँझो राखेका छौँ। म आजको वसुन्धरालाई उत्साह गर्न चाहन्छु, तपाईँको कतिवटा टाइम स्किप गर्नु छ नि, गर्नुपर्ने हुन्छ। आधी घन्टा कम सुतेर हुन्छ कि, टिकटकमा भिडियो बनाउन छोडेर हुन्छ कि, टिकटकमा नाच्न छोडेर हुन्छ कि, तपाईँले समय निकालेर हृदयलाई बाँझो राख्न छोड्नु पर्यो र परमेश्वरको वचन सिन्चित गर्नु पर्यो, रोप्नु पर्यो, गाड्नु पर्यो। अनि त्यहाँबाट चाहिँ आत्माको फलहरू तपाईँ र ममा लाग्न सक्छ। अनि यही फलद्वारा चाहिँ हामी ख्रिस्टको चेला हौँ भन्ने कुराको हामी प्रमाण दिन सक्छौँ र पिताको महिमा हुन्छ। अनि यही फल चाहिँ प्रभुले तपाईँ र ममा हर समय खोज्नुहुन्छ, हर समय 12 महिना, सिजन अफ सिजन, हर समय प्रभुले यो फल खोज्नुहुन्छ। आज के हामीमा यो फलहरू लागेको छैन भने प्रभुले यहाँहरूलाई फल फलाउने अनुग्रह दिउन्। आउँदो दिनमा डिएनसिएफ मण्डली निष्फल होइन, प्रशस्त फलले भरिएको मण्डली। जब फल फल्छ नि, मलाई सानो कुरा जोड्न मन लाग्यो, जब फल फल्छ नि, तपाईँले देख्नु भएको छ सुन्तलाले फल फलाएर यसरी छोडाउँदै सुन्तलाको बोटले खाएको देख्नु भएको छ? फल जहिले पनि अर्काको लागि हुन्छ। जब तपाईँ र मेरो जीवनमा यो फलहरू फल्छ, फल लाग्छ, त्यसपछि तपाईँ र हाम्रो वरिपरि भएका मानिसहरू आशिषित हुन थाल्छ। तपाईँ र मैले काम गर्ने ठाउँ, त्यो ठाउँ आशिषित हुन थाल्छ। तपाईँ र मेरो छिमेकी आशिषित हुन थाल्छ। तपाईँ र मेरो ठाउँ, तपाईँ र म बस्ने ठाउँ, तपाईँ र मेरो इलाका, तपाईँ र मेरो देश आशिषित हुन थाल्छ जब फल फल्छ। यसकारण तपाईँ र मैले यो फल फलाउनुपर्छ। यो फल फलाएको छैन भने प्रभु भनौँ, प्रभु आजको दिनसम्म फल फलाउन चुकेँ, मैले फललाई व्यवस्था गरेँ। फल फलाउने कुरा म बिउ छर्ने बेला म अल्छी गरेँ, बिहान 7 बजेसम्म 8 बजेसम्म सुतेँ, 12 घन्टा जति सुतेँ, फल फलाउने कुरा मैले व्यवस्था गरेँ। आजको दिनबाट प्रभु म फल फलाउँछु भनेर प्रभुसँग कमिटमेन्ट गरौँ। आमेन। आजको वचनद्वारा प्रभुले हामी सबैलाई प्रशस्त आशिष दिउन्। म यो समयलाई यहाँ राख्छु र बाँकी समय म गुरुबालाई दिन्छु। धन्यवाद।